हेलो गाइज, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। वेलकम टु माई मिनी ब्लग। आजको मेरो मिनी ब्लगमा चाहिँ म चिकन बिरयानी बनाउन जाँदैछु। यो चाहिँ मेरो चिकन बिरयानीको रेसिपी। चिकन म्यारिनेट गर्नको लागि मैले चाहिँ दही, बेसार, नुन, जिराको धुलो, गार्लिक पेस्टहरू हालेर मैले चिकनलाई पनि हालेर मिक्स गर्न सुरु गरेँ। त्यसपछि लाएर हल्का फ्राई गरेको प्याज पनि हालेर मिक्स गर्न सुरु गरेँ। अब राइसको लागि मैले पानी बोइल गरेँ। पानी हल्का बोइल भइसकेपछि तेजपत्ता, ल्वाङ, सुकमेल, जिरा अनि हल्का मिन्ट हालेर बोइल गर्न छोडिदिएँ। साइडमा चप गरेको धनियाँ पनि हालिदिएँ। हल्का नुन पनि हाल्नुपर्छ है त। मसँग चाहिँ घिउ थिएन, मैले चाहिँ बटर हालेर बोइल गर्न सुरु गरेँ। पानी बोइल भइसकेपछि मैले भिजाएको चामललाई पनि हल्का बोइल हुन छोडेँ। त्यसपछि काजु बदाम पनि मैले एकैचोटि मिक्स गरेर बोइल गरिदिएँ। अब मैले चाहिँ पछि गरेन, मैले चाहिँ एकैचोटि गरेँ। लगभग हल्का 90% जति चामल पाकिसकेपछि मैले चामललाई पनि बाहिर निकालेर राखेँ, किनभने मेरो ग्यास सानो थियो। मैले चाहिँ एउटैमा पालैपिलो गर्दै बनाएँ। मैले चाहिँ अब चिकनको लागि ग्रेभी बनाउनु पनि सुरु गरेँ। तेल तताएर मैले टमाटरको पेस्ट, प्याज, दही हालेर ग्रेभी बनाएँ। हल्का त्यसपछि लाएर गार्लिक पेस्ट पनि हालेर चलाएँ। यसलाई हल्का पाकिसकेपछि स्वादअनुसारको नुन, बेसार, जिराको धुलो हालेर फ्राई गरेँ। मैले चाहिँ किनभने स्पेसल आमाको मसला पनि युज गरेको छु है त साथी। यसमा यो घरमै बनेको यो मेरो स्पेसल मसला हो। ल्वाङ, सुकमेल, सुकिया खुर्सानी, जिरा धुलो सबै मैले मिक्स गरेर बनाएको थिएँ। भइसकेपछि मैले म्यारिनेट गरेको चिकनलाई पनि हालेर पकाउन सुरु गरेँ। बिस्तारै बिस्तारै छोप्दै मैले लो हिटमा पकाउन सुरु गरेँ, किनभने एकैचोटि पकायो भने त यो पाक्दैन। हल्का सानो फ्लेममा गरेर मैले पालैपिलो पकाउन सुरु गरेँ। हल्का मसला पुगे जस्तो लागेन, मैले फेरि माथिबाट हल्का थपिदिएँ। त्यसपछि लाएर मैले मिन्ट पनि हालेर त्यसलाई चलाएँ। लगभग मेरो चिकन पाक्न लागिसक्यो। हल्का 70% त पाकिसक्यो। अब हल्का पकाउनुपर्छ। अनि त्यसपछि यत्तिको पाकिसकेपछि मैले माथिबाट धनियाँ पनि हालिदिएँ मेरो, किनभने चिकन रेडी भइसके। अघि मैले स्टिम गरेको राइसलाई पनि थोरै थोरै गर्दै हालेँ। हल्का बटर तताएर पनि हालेँ। मैले यो फ्राई गरिसकेको थिएँ प्याज चाहिँ मैले देखाउनु बिर्सेँ साथीहरू, सरी तपाईँहरूलाई। यो प्याज पनि हालेँ। त्यसो लगाएर हल्का बाँकी भएको राइसलाई पनि फेरि माथिबाट छोपिदिएँ। हल्का बाँकी भएको प्याज थियो, फेरि माथिबाट हालेर छरेर राखिदिएँ। अनि बाँकी बटर पनि थियो, बटर पनि हाल्नु होला। तपाईँहरूले घिउ पनि युज गर्न सक्नुहुन्छ। मसँग घिउको अप्सन थिएन, मैले चाहिँ बटर युज गरेँ। अब यसलाई लो फ्लेममा मैले पाक्न सुरु गरेँ। अब मैले राइताको लागि सुरु गरेँ। दही एउटा कचौरामा हालेर यसलाई हल्का फिटेँ, पातलो बनाएँ। अनि चप गरेको काँक्रो, प्याज, गाजर, धनियाँ अनि जिराको धुलो। मसँग चाहिँ बिरे नुन थिएन, मैले चाहिँ नर्मल नुन युज गरेँ। मेरो राइता पनि रेडी भयो। लगभग मेरो सबै बिरयानी रेसिपी रेडी भइसक्यो। यसरी नै माया गर्नु होला साथीहरू। सी यू इन द नेक्स्ट ब्लग। बाई।